नमस्कार, म राज कुशवाहा, म नेपाल लाइफ इन्स्योरेन्स हेटौडा शाखाबाट। आज मैले हजुरलाई चाहिँ जस्तै 45 देखि 65 वर्षको एज फैक्टरहरुको लागि चाहिँ त्यो भित्र 45 देखि 65 वर्षसम्मको बिमितहरुको लागि चाहिँ कसरी चाहिँ बीमाबाट उहाँले फाइदा लिन सक्नुहुन्छ त्यसको बारेमा हजुरलाई मैले चाहिँ डिटेलमा चाहिँ बीमा किन गर्नै पर्छ भने यो एज फैक्टरको लागि चाहिँ एकदम बीमा जरुरी छ। म हजुरहरुलाई बुझाउन गइरहेको छु, इक्जाम्पल दिएर नै बुझाउन गइरहेको छु। जस्तै मानिलिनु हामीले चाहिँ जुनसुकै काम चाहिँ जागिर या चाहिँ कृषि या व्यवसाय या व्यावसायिक रोजगार हामी चाहिँ टोटल आखिर फ्यामिलीको लागि नै काम गर्छौं र त्यसमध्ये हामी टोटल पैसा चाहिँ भएको चाहिँ इन्कम हामी टोटल खर्च गर्दियौ भने त भोलिका दिन जब रिटायर लाइफमा जब 60 वर्ष कम्प्लिट हुँदाखेरि त्यो बेला त हामीले गाह्रो हुन सक्छ नि त। त्यो एज फैक्टरहरुको लागि चाहिँ जुनसुकै पेशामा आधारित व्यक्तिहरुको लागि चाहिँ हामीले चाहिँ बीमाबाट उहाँलाई कसरी राहत हुन्छ, बीमाबाट कसरी उहाँलाई सहुलियत हुन्छ त्यतातिर हामीले फोकस गर्न गइरहेको छु। हजुरलाई कसरी सजिलो हुन्छ, जस्तै म इक्जाम्पलको लागि चाहिँ अब कोही व्यक्तिको चाहिँ मानिलिनु छोरा छ, एउटा छोरी पनि छ। अब यहाँ यो छोरामा पनि उहाँको चाहिँ वर्षको 1 लाख रुपैयाँ खर्च छ। यो छोरीमा पनि उहाँको 1 लाख रुपैयाँ खर्च, पढाइ खर्च भनेको 15 वर्षपछि उहाँको खर्च 15 लाख रुपैयाँ। एउटा छोरीमा पनि 15 वर्षपछि चाहिँ 15 लाख रुपैयाँ खर्च हुने भयो। अब मैले चाहिँ के भन्छु भने एउटा चाहिँ जब हजुरले काम गर्ने बेलामै जब हजुरले छोरामा लगानी गर्नुभएको छ, पढाइ खर्च अनेक आवश्यकताहरू छोराछोरीलाई पूर्ति गर्नुभएको छ भने तपाईले एउटा चाहिँ बीमामा पनि एउटा छोरा जन्माउनुस् या छोरी जन्माउनुस् म भन्छु। जस्तै हजुरले बीमा गर्नु भनेको एउटा छोरा जस्तै छोरा पाले जस्तै हो के। जस्तै हजुरले 1 लाख रुपैयाँ मासिक वार्षिक रूपमा हजुरले चाहिँ यो बीमा वाला छोरालाई छोरामा खर्च गर्नुहुन्छ भने, बीमा वाला छोरामा खर्च गर्नुहुन्छ भने यो 1 लाख हाल्दाखेरि लगभग टेन्टेटिभ 15 लाखको पोलिसी हुन जान्छ, बीमा हुन जान्छ। यहाँ पनि हजुरले प्रत्येक वर्ष हजुरले 1 लाख रुपैयाँ जम्मा गर्दै जानुहुन्छ भने 15 वर्षमा यहाँ 15 लाख हुने भयो। प्लस यहाँ बोनस आउँछ टेन्टेटिभ। अब लगभग 15 लाख प्लस बोनस गरेर लगभग 28 देखि 30 लाखसम्म नेपाल लाइफको बोनस दरले आउन सक्छ। अब यहाँ चाहिँ के मैले हजुरहरुलाई के देखाउन चाहे, यो इक्जाम्पल किन दिएको छु भने जस्तै हजुरको आफ्नो छोरा छोरीसँग जब हजुर रिटायर लाइफ 60 वर्षपछि हजुरले टोटल पैसा आफ्नो खर्च गरिदिनु भयो, छोराछोरीमाथि लगानी गर्नुभयो, तर भोलि चाहिँ हजुरले चाहिँ यो छोराछोरीसँग हजुरले चाहिँ ल वर्षको 1 लाख रुपैयाँ माग्दाखेरि के उहाँले इजिली दिन सक्छ त? त्यो बच्चाहरूले के प्रत्येक वर्ष हजुरले माग्नुस् त त्यो जुन हजुरको टोटल आफ्नो चाहिँ जुन जवानी नै खर्च गर्नुभयो चाहिँ बच्चा फ्यामिलीको लागि चाहिँ आफ्नो लगभग 18 वर्षदेखि लिएर 60 वर्षसम्मको एजहरु आफ्नो फ्यामिलीको लागि दिनुभयो, बच्चाको लागि दिनुभयो। तर हजुर 60 वर्षको हुँदाखेरि रिटायर लाइफमा चाहिँ यो छोरासँग चाहिँ 1 लाख 2 लाख रुपैयाँ माग्दाखेरि किन चाहियो बुवा क्वेशन आउँछ, के को लागि चाहियो बुवा भनेर क्वेशन आउँछ। भोलि उहाँ छोराछोरी आफ्नै छोराछोरीमा व्यस्त हुन्छ, हजुरलाई टाइम दिन भन्दा बढी चाहिँ यो आफ्नो छोराछोरीमा व्यस्त हुन्छ। त्यो बेला उहाँसँग न पनि हुन सक्छ 1 लाख रुपैयाँ। तर हजुरले प्लानिङ गरेर अर्को छोरा जन्माउनुभयो नेपाल लाइफ इन्स्योरेन्समा भने यो छोराले तपाईलाई 28 लाख रुपैयाँ यहाँ आउँदाखेरि 10% को दरमा चाहिँ एफडी नै या 30 लाख नै छ भने 10% को दरमा एफडी गर्दियो भने
वर्षको 3 लाख रुपियाँ आउने भयो या वर्षको 2,80,000 आउने भयो भने के त्यो छोरा छोरीसँग माग्नु पर्छ त? सधैँभरि यो छोरा दिने भए प्रत्येक वर्ष 3 लाख। हजुर बुढेसकालमा मजाले रिल्याक्स तरिकाले चाहिँ टुर जानुस्, इन्डिया बाहिर विदेश पनि घुम्न जानुस्, मजाले 3 लाखले बुढाले रमाइलो तरिकाले बिताउन सक्नुहुन्छ। आफ्नो आवश्यकता यहाँबाट पूर्ति गर्न सक्नुहुन्छ। तर भोलिका दिन कसैसँग माग्नु पर्दैन। यसरी दिने चाहिँ हजुरको अप्सन हुन्छ, यसरी थाप्नु। अब जस्तै हाम्रो चाहिँ 18 देखि लिएर 60 वर्षकोमा चाहिँ हामीले चाहिँ अनेक सम्पत्ति जोडेको हुन्छौँ। घर जग्गादेखि लिएर हामीले आफ्नो बुढेसकालको लागि चाहिँ नराखिकन बच्चालाई पढाउँदैदेखि लिएर बिहे दान गर्दै र सम्पत्ति जोड्दै अनेक घर बनाएको हुन्छ। तर चाहिँ हामीले चाहिँ त्यो जग्गा बेचेर बुढेसकाल हामीले चाहिँ बिताउन सजिलो छैन। जग्गा बेचेर घर बेचेर त्यो कन्ट्रोल चाहिँ हस्तान्तरण हुन्छ। हामी चाहिँ रिटायर लाइफ हुने बित्तिकै त्यो कन्ट्रोल चाहिँ त्यो घर जग्गामा, त्यो व्यापारमा त्यो हस्तान्तरण हुन्छ छोरा बुहारीतिर या चाहिँ छोरा छोरीतिर जान्छ भने हजुरको कन्ट्रोलमा चाहिँ रहँदैन। तर हजुरले चाहिँ समयमै काम गरेरकै बखत हजुरले आफ्नो बुढेसकालको लागि चाहिँ सञ्चय कोष, नागरिक लगानी कोष र रिटायरमेन्ट फन्ड बुझेर हजुरले बिमा गर्नुभएको छ भने हजुरले पक्कै दुःख पाउनुहुन्न। त्यो समयमा हजुरले यो बिमाबाट पाउनुहुन्छ र सुख पाउनुहुन्छ। यसरी चाहिँ हामीले गरेको छैन भने हामी आफूलाई नै ठगेको छौँ। आफ्नै गल्ती छ, अरूको गल्ती यहाँ दोष दिनु भएन। आफ्नो लागि हामीले आफैले गर्नुपर्छ, अरूले गरिदिन्छ भनेर विश्वास गर्नु हुँदैन। त्यस कारणले आजै हामी चाहिँ नेपाल लाइफ इन्सुरेन्समा जीवन बिमा गरौँ र बुढेसकाल रमाइलो तरिकाले बिताउँ। हस्, थ्याङ्क यू, धन्यवाद।